Hello everyone. So let us talk about RBC, WBC and platelets in today's video. So in the सुरुमा RBC को फुल फर्म हुन्छ रेड ब्लड सेल, WBC को फुल फर्म हुन्छ व्हाइट ब्लड सेल अनि प्लेटलेट्स हामीसँग छ. So in the फर्स्ट मा हामी यसको साइन्टिफिक नेम, यिनीहरुको साइन्टिफिक नेम को बारेमा कुरा गरौँ. RBC को साइन्टिफिक नेम हुन्छ इरिथ्रोसाइट्स, त्यसैगरी व्हाइट ब्लड सेल को साइन्टिफिक नेम हुन्छ ल्युकोसाइट्स र प्लेटलेट को साइन्टिफिक नेम हुन्छ थ्रोम्बोसाइट्स. कलर को कुरा गर्ने भने RBC रेड कलर को हुन्छ ड्यू टु द प्रेजेन्स अफ हेमोग्लोबिन. व्हाइट ब्लड सेल र प्लेटलेट्स को कलर हुँदैन, दे आर कलरलेस. सिमिलरली शेप को कुरा गर्ने भने राउन्ड हुन्छ दुईटैको शेप. प्लेटलेट्स र RBC को शेप जुन हुन्छ त्यो राउन्ड हुन्छ र रेड ब्लड सेल को बाइकन्केभ शेप पनि हुन्छ. एन्ड व्हाइट ब्लड सेल भनेको नो डेफिनेट शेप, यिनीहरुको कुनै एउटा फिक्स शेप हुँदैन, इरेगुलर शेप हुन्छ. न्युक्लियस को कुरा गर्ने भने न्युक्लियस इज प्रेजेन्ट ओन्ली इन WBC एन्ड RBC र प्लेटलेटमा यो एब्सेन्ट हुन्छ. सिमिलरली साइज को कुरा गर्ने भने सबैभन्दा सानो साइज प्लेटलेट्स को हुन्छ र सबैभन्दा ठुलो साइज चाहिँ व्हाइट ब्लड सेल को हुन्छ. RBC मिडल साइज को हुन्छ. सिमिलरली 1 mm क्यूब अफ ब्लड मा जुन RBC हुन्छ त्यो चाहिँ 45 देखि 50 लाख सम्म पर्छ भने जुन व्हाइट ब्लड सेल छ त्यो चाहिँ 1 mm क्यूब मा 4000 देखि 11000 सम्म व्हाइट ब्लड सेल भेटिन्छ. सिमिलरली प्लेटलेट को कुरा गर्ने भने 1 mm क्यूब अफ ब्लड मा यो चाहिँ 2 देखि 4 लाख सम्म भेटिने गर्छ. अब यिनीहरुको लाइफ स्पेन को बारेमा कुरा गरौँ. लाइफ स्पेन को कुरा गर्ने भने RBC को लाइफ स्पेन भनेको 90 देखि 120 डेज सम्म हुन्छ, 90 टु 120 डेज. सिमिलरली व्हाइट ब्लड सेल को जुन लाइफ स्पेन छ त्यो चाहिँ 2 वीक सम्म हुन्छ. प्लेटलेट्स को लाइफ स्पेन भनेको 2 देखि 3 डेज सम्म मात्रै हुन्छ. प्लेस अफ फर्मेसन को कुरा गर्ने भने तिनै कुरा बोन म्यारोमा गएर फर्म हुन्छ. तीनटै सेल्स भनेका बोन म्यारोमा गएर डेभलप हुन्छन्. सिमिलरली प्लेस अफ डिस्ट्रक्सन को कुरा गर्ने अथवा कहाँ गएर यिनीहरु डिस्ट्रोय हुन्छन् भन्दाखेरि लिभरमा गएर यिनीहरु डिस्ट्रोय हुन्छन्. स्प्लिन भन्ने गरिन्छ, स्प्लिनमा गएर यिनीहरु डिस्ट्रोय हुने गर्छन्. अब मेन फंक्सन को बारेमा कुरा गर्ने भने RBC मा किनभने हेमोग्लोबिन हुन्छ त्यो भएको कारणले गर्दा इट हेल्प्स इन ट्रान्सपोर्टेसन अफ अक्सिजन एन्ड कार्बन डाइअक्साइड टु आवर बडी. सिमिलरली व्हाइट ब्लड सेल हुन्छ इट विल फाइट अगेन्स्ट जर्म्स एन्ड इन्क्रिजेस इम्युनिटी. कुनै प्रकारको रोग आयो, ज्वरो खोकी आयो भने यही व्हाइट ब्लड सेलले इट विल हेल्प टु फाइट अगेन्स्ट दोज डिजिजेस. एन्ड नाउ प्लेटलेट्स को कुरा गर्ने भने इट हेल्प्स इन ब्लड क्लोटिङ. ठीक छ, घाउहरू निको पार्न यसले हेल्प गर्छ. अब RBC को कमी भयो भने के हुन्छ अथवा WBC को कमी भयो भने के हुन्छ अथवा प्लेटलेट्स को कमी भयो भने चाहिँ के हुन्छ. RBC को कमी भयो भने एनिमिया हुन्छ, एकदमै छिटो हामी गल्न थाल्छौं. सिमिलरली व्हाइट ब्लड सेल को कमी भयो भने ल्युकोपेनिया हुन्छ. यो तपाईहरुले याद गर्नुपर्ने हुन्छ, एक्जाम को लागि एकदमै इम्पोर्टेन्ट कुरा हो. प्लेटलेट्स को कमी भयो भने हेमोफिलिया भन्ने हुन्छ. सिमिलरली RBC, WBC र प्लेटलेट्स बढी भयो भने चाहिँ के हुन्छ भन्दाखेरि यदि RBC को नम्बर बढी भयो भने पोलिसाइथेमिया हुन्छ. सिमिलरली व्हाइट ब्लड सेल यदि बढी भने ल्युकेमिया हुन्छ. ल्युकेमिया इज भेरी डेन्जरस, इट इज अ फर्म अफ ब्लड क्यान्सर. सिमिलरली प्लेटलेट्स यदि बढी भयो भने त्यतिबेला चाहिँ थ्रोम्बोसाइटोसिस हुन्छ. So you have to remember this thing. I hope you understand it. Thank you very much.